नमस्ते। के तपाईँ भोलिको चिन्तामा आजको सुख गुमाउँदै हुनुहुन्छ वा आफ्नो रिसको कारण बनेका सम्बन्धहरू बिग्रिएको देखेर दुखी हुनुहुन्छ? भगवान कृष्ण भन्नुहुन्छ, जे भयो राम्रो भयो, जे भइरहेको छ राम्रो भइरहेको छ र जे हुनेछ त्यो पनि राम्रै हुनेछ। साधनाको गहिराईमा पुग्दा के बोध हुन्छ भने हामी अक्सर ती कुराका लागि रुन्छौं जुन हामीले साथ लिएर आएकै थिएनौं। परिवर्तन संसारको नियम हो। आज जुन चिन्ताले हामीलाई सताइरहेको छ, भोलि त्यो अर्थहीन हुनेछ। तर यो शान्तिलाई भङ्ग गर्ने सबैभन्दा ठूलो शत्रु हो क्रोध। कृष्ण भन्नुहुन्छ, क्रोधले भ्रम पैदा गर्छ र भ्रमले बुद्धि नष्ट गर्छ। जब बुद्धि नष्ट हुन्छ तब मान्छेको पतन सुरु हुन्छ। मौनको साधना गर्दा एउटा सत्य प्रकट हुन्छ। रिस अरूलाई सजाय दिनु होइन, आफैले आफैलाई जलाउनु हो। शान्त मन नै सबैभन्दा ठूलो शक्ति हो। अब प्रश्न उठ्छ, यो अशान्ति र क्रोध आउँछ कहाँबाट? जब हामी अरू जस्तो बन्ने प्रयास गर्छौं, तब हामी भित्र द्वन्द्व सुरु हुन्छ। गीताको महामन्त्र हो, अरूको नक्कल गरेर बाँच्नु भन्दा आफ्नो स्वधर्म अर्थात् आफ्नै गुण अनुसार बाँच्नु श्रेयस्कर छ। गीताको निचोड यही हो, अरू जस्तो बन्ने प्रयासले नर्क निम्त्याउँछ, तर आफू जस्तो हुनु, आफ्नो भित्री बीजलाई चिन्नु नै वास्तविक स्वर्ग हो। तपाईँ जे हुनका लागि जन्मिनु भएको हो, त्यही हुनु नै धर्म हो। त्यसैले व्यर्थको चिन्ता र रिसलाई त्यागेर आफ्नो स्वधर्ममा जागौं। यो ज्ञान आफू पनि सुनौ र अरूलाई पनि सुनाऊ। यस्तै जीवन उपयोगी ज्ञानका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियो शेयर गरेर ज्ञानदानको पुण्य कमाउनुहोस्। जय श्री कृष्ण।